आज विश्वकर्मा पूजाको दिन सबैलाई दिलबाट हार्दिक शुभकामना छ है। सबैको यात्रा सफल रहोस्, सबैको गाडी घोडाले दुःख नदियोस् है, राम्रोसँगले जहाँ पुग्नु छ त्यहाँसम्म पुऱ्याइदियोस्, बाटोतिर केही दुःख नदियोस् है। अनि आफ्नो आजको दिन चाहिँ आफ्नो घोडा गाडीलाई एकदम राम्रोसँगले पूजा गर्नु र अल्छी नगरिकन पूजा गर्नु र साफसफाइ धोइधाइ गरेर मजाले राख्नु होला है। कहीँ जानु छ भने जानुहोस् होला है। मेरो त सानोबडे पुतुर्का छ है। आज बिहान उठेर साफसफाइ गरेर मजाले राखेर पूजासुजा गरेँ है। मेरो त ठुलो त छ नि, सानो एउटा स्कुटी छ है। यसलाई पनि बिहान पूजा गरेर धोइधाइ गरिकन मजाले बिहान पूजा गरियो है मजाले। अन्त पूजापाठ चाहिँ राम्ररी गर्नुपर्छ, सालमा एकैपल्ट हो है। त्यही कारणले पूजापाठ भनेको चाहिँ मजाले गरिन्छ, बिहान एकपल्ट धोइधाइ गरेर यसरी राखिन्छ। तपाईँको पनि घोडा गाडी छ भने अल्छी नमानिकन आजको दिन चाहिँ साफसफाइ गरेर है, धोइधाइ गरेर चाहिँ मजाले राखिदिनुहोस्। कहीँ जानु छ भने जानुहोस्, सफा गरेर चाहिँ दिनुपर्छ है आजको दिन चाहिँ।